हेलो हजुर भन्नुहोस् सिलुजी के काम पर्यो? डियर देवेन्द्र। हेर बौला आएको को देवेन्द्र? म तिखे बैरागी हो। अर्कालाई त्यस्तै देवेन्द्र भन्न पाइन्छ? म देवेन्द्रलाई चिन्दैन बुझ्यौ? रक्सी खाछौ कि क्या हो? म तिखे बैरागी हो। ओके भन के काम पर्यो? मङ्सिर 16 को लागि एकजना केटा अफिसियली फिक्स गर्न जाँदैछु। प्लिज सिलु मलाई स्वीकार गर, मलाई छोडेर अन्त नजाऊ। मसँग आऊ सिलु, मसँग बिहे गर। बरु यो बगरमा बसेर तिम्रो लागि म जे पनि गर्न तयार छु। यो सेतो सुन पनि दिन तयार छु सिलु प्लिज। मैले सुनेको छु तिम्रो मङ्सिर 16 गते बिहे छ रे। ए बाबा कसले भन्यो मेरो मङ्सिर 16 गते बिहे छ भनेर? त्यसलाई यता पठाऊ, म त्यसका गेडालाई खसी बनाइदिन्छु बुझ्यौ? बेकारमा अर्कालाई त्यस्तै आरोप लगाउन पाइन्छ? म यहाँ खाडीमा बसेर काजु बदाम खजुर खाएर बिहेको लागि तयार गर्दैछु। अर्कालाई त्यस्तै आरोप लगाउने? प्लिज मलाई चाहिँ सपोर्ट चाहियो। भन सिलु तिम्रो लागि के सपोर्ट गर्नु पर्यो? कसको हात खुट्टा भाँच्नु पर्यो? कसको करङ फुस्काउनु पर्यो? कसको दाँत झार्नु पर्यो? त्यति मात्र होइन सिलु, त्यो माथि आकाशमा पिलिक पिलिक गर्ने त्यो तारालाई झारेर तिम्रो हातमा पनि राखिदिन्छु बुझ्यौ? तर प्लिज सिलु मसँग बिहे गर ल प्लिज। मैले एकजनालाई चुन्छु, चुन्न चाहिँ चुनिसकेको छु। नाइ नाइ तिमीले मलाई चुन्नु पर्छ, अरूलाई चुन्न पाइँदैन। बरु भन म बिहेको लागि कहिले सपिङ गर्न जाउँ भन सिलु प्लिज। तर तिमीलाई चाहिँ मेरो चुलो निम्तो छ। म के कुकम्यान हो र मलाई चुलो निम्तो गर्या? मलाई पकाउन आउँदैन, मलाई खाना मात्र आउँछ बुझ्यौ? साला योसँग बिहे गर्न नपाए पनि यसको बिहेमा गएर मासु भात थपी थपी खाइन्छ। मङ्सिर 16 आओस् न मात्र। योसँग बिहे नगरे पनि योसँग मासु भात खाएर हिसाब किताब बराबर फच्चे गरिन्छ। हेलो बुढा, घर आउँछौ कि पहिला जाम? यत्रो वर्ष भइसक्यो। किन के भएर बुढी? के हुनु र? यहाँ कोरोना भन्दा पनि अर्काको कोहीसँग ज्यान जगाउन गाह्रो हुने भयो। ए त्यसो भए त मेरो टाउको पनि होलो हुने भयो। ए बुढी ढोगाकोल भनेको सुनेनस् त? दिउँसो ढोगा लगाएर सुत्ने त कति खालकी हो छ? तल लाज शरम लाग्दैन? दिउँसै कुकुरको मुख ढोकेर आउने तिमी कस्ता खाका हौ? मरी कटे खोल्दैन ढोका। कुकुरको मुख अमृत जस्तो चिजलाई कुकुरको मुख भन्न तल लाज लाग्दैन? यसले कोरोनाको काम गर्छ बुझिस? तिमी डाक्टर हौ के रे? सबै थाहा छ तिमीलाई। अनि म डाक्टर नभएर के हो त? दुईवटा छोरा कसरी जन्म्यो ल भन त? मलाई यिनी कुरा केही थाहा छैन। तुरुन्त रक्सी पिउन छोडा अब। के रे रक्सी पिउन छोड? रक्सी पिउन किन छोड्ने? बरु म तलै छोडिदिन्छु बुझिस? जापानमा महिनाको 7 लाख खाने सामाजिक अभियन्ता ज्वाला सङ्ग्रौला पक्राउ पर्नुको कारण एक युवतीलाई सामूहिक मुटका लगाएको नेकपा पुलिसद्वारा ठहर। सुनखानी हाइलाइटमा तिखे कुमार बैरागीको नमस्कार। जापानमा महिनाको 7 लाख नेपाली रुपैयाँ पड्काउने सामाजिक अभियन्ता ज्वाला सङ्ग्रौला पक्राउ परेकी छन्। सूर्यछाप समूहकी एक युवतीमाथि ज्वालालाई सनक चढेर दनक दिँदा कहाँ जान्छेस् मछली मेरै ढडिया भन्ने हिसाबले पक्राउ गरिएको नेकपा पुलिसले जनाएको छ। यस विषयमा अझै जानकारी गराउन हाम्रा गैरीखेतका पत्रकार भालुमारा सम्पर्कमा हुनुहुन्छ। हजुर भालुमाराजी, यो ज्वाला काण्ड के हो अझै बताइदिनुस् न। एकैछिन है सञ्चालक जी, म हगेर आउँछु। लगन भन्दा हगन ठुलो भनेको यही त होला। के खाका हुन् र हो पत्रकारले?